ल साथीहरु म एउटा पोखरीमा आइपुगेको छु है। हुन त यो पोखरीको भिडियो मैले यो भन्दा अगाडि पनि बनाएर हालेको थिएँ। फेरि पनि आज एउटा विशेष अवसर जुरेको छ यहाँ आउनको लागि र हाम्रो टिम यो पोखरीको भ्रमणमा आएको छ। यो सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकामा रहेको कप्दाने पोखरी भनेर भनिन्छ यसलाई। र यो पोखरीलाई चाहिँ अलिकति पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि यो हुनसक्छ यो स्थानीय तहले यहाँ केही कामहरू गरेको छ। यद्यपि यसको सरसफाई चाहिँ अझै गर्नुपर्ने देखिन्छ। यहाँ यस्तो फलैचाहरू बनाएको रहेछ, यसरी यो रेलिङ हालेको छ, बार हालेको छ, यतापट्टि यो बस्ने यो पार्टीहरू जस्तो बनाइएको छ। यहाँ मन्दिर पनि रहेछ, एउटा सानो के देवीथान मन्दिर भन्दा पनि देवीथान रहेछ। र यहाँ सिंह बनाइएको रहेछ। यो राम्रै बनाउन खोजिएको छ, तर पनि यसको नियमित सरसफाइको अलिकति अभाव देखियो। र आज हामी यहाँ आएका छौँ र यसको लागि चाहिँ यो चिचिला गाउँपालिकामा शिक्षा शाखाको प्रमुखको रूपमा कार्यरत बासु सरको आग्रह अनुसार हामी आज आएका हौँ। र हाम्रो टोली ल गोपाल तामाङ के छ सर? ठिक छ नि? राम्रो छ पोखरी? एकदम राम्रो छ। ल राजेश सर कस्तो छ पोखरी? एकदम ठिक छ। बासु सर ल हजुरले एकदम राम्रो छ, सुन्दर छ। हजुरकै आग्रहले हामी यहाँ आयौँ। यो पोखरी कप्दाने पोखरी कसरी रहेको सर नाम यसको? नेपाल तिब्बत युद्धको क्रममा युद्ध गर्ने कर्मचारी सेनाको कप्तान चाहिँ यहाँ आएर हतियार पखाल्दाखेरि डुबेको र त्यही डुबेको कारणले कप्दाने पोखरी नामाकरण भएको भन्ने जनश्रुति छ। अनि सर अर्को कुरा मैले के सुनेको थिएँ भने नि पहिले बाटो हिँड्ने क्रममा यहाँ चाहिँ यो पोखरीमा चाहिँ यो पातहरू झरेको चाहिँ यो चराहरूले टिप्छ भनेर त्यस्तो सुनेको थिएँ मैले। के हो? पहिले त्यही मैले पनि सुनेको हो सर। पहिले चाहिँ यो पोखरीमा झरेको पात चाहिँ चराले टिपेर सबै सफा गर्छ भनेर अहिलेका वयोवृद्धहरूले थियो, त्यस्तो थियो। अनि एकजना हाँस पनि थियो, त्यसले सफा गर्छ भन्ने आहान सुनेको थियो अरे। उहाँहरूले पनि अरे सुन्नुभएको हो। त्यही पनि यो यहाँनिर अब सिंहदेवीको मन्दिर छ, त्यही भएर अब नजिकैको स्कुलको नाम पनि हामीले सिंहदेवी नै राखेको रहेछ। यहाँको समुदायले यो धार्मिक स्थल हो सर। यो पालिकाले बनाएको है सर? यो संरचना पालिकाको लगानी पनि हो, सहयोगमा आएको हो, पनि पालिकाको संरक्षणमा छ। ल सरलाई हाम्रो टोलीको तर्फबाट धन्यवाद, हजुरले यहाँ आउने अवसर जुराइदिनु भयो। ल साथीहरू यो पोखरी धेरै फराकिलो त छैन, तर पनि यो आफैमा एउटा सुन्दर ठाउँमा चाहिँ छ है। यो वरिपरि जङ्गल छ, एकदम बाक्लो जङ्गल, हरियाली, सुनसान एकान्त छ। तर यो बाटोको नजिकै छ। यो उत्तर दक्षिण कोशी राजमार्ग यो खानबारीबाट नुम हुँदै जाने त्यो बाटैमा पर्छ, बाटोको नजिकै पर्छ। यहाँ आउन सहज छ र यो आफैमा एउटा सुन्दर ठाउँ छ। यसलाई अलिकति यसको सरसफाइ, नियमित सरसफाइ गर्न सकियो भने राम्रै हुने देखिन्छ। हस्, यो भिडियो मैले फेरि पनि बनाएँ साथीहरूको जानकारीको लागि। यहाँ आइ नपुग्नुभएका साथीहरूले पनि हेर्न सक्नुहुन्छ भनेर। र यस्ता पर्यटकीय स्थलहरू हाम्रो पहाडी भेगमा प्रशस्त छन्, मात्रै संरक्षण गर्न चाहिँ सकिएको छैन। र यसलाई जति पनि यो समुदायका साथीहरूले चाहिँ प्रयत्न गर्नुभयो त्यसको लागि उहाँलाई धन्यवाद भन्नैपर्छ। र फेरि पनि यसको नियमित सरसफाइ लगायत अन्य थप उपयोगी प्रकारका संरचनाहरूको निर्माण गर्न सक्नुभयो भनेदेखि एउटा पर्यटकीय स्थलको रूपमा विकास हुन सक्ने सम्भावना देखियो। ल साथीहरू, यो छोटो भिडियो मैले यहाँहरू समक्ष राखेँ है त। ल थ्याङ्क्स।